नमस्कार, च्याप्टर 3 मा स्वागत छ। आज हामी फेसबुकमा पैसा कमाउने कतिवटा तरिका हुन्छ, यानी कि फेसबुकले चाहिँ के तरिकाबाट हामीलाई पैसा पेमेन्ट गर्छ अथवा पैसा दिन्छ भन्ने विषयमा डिटेलमा हेर्ने छौं। फेसबुकले मुख्यतया 5 वटा तरिकाबाट युजरलाई पैसा कमाउने अवसर दिन्छ, जसमा पहिलो भनेको स्टार हो। यो भनेको तपाईले पोस्ट गर्नु भएको कुनै पनि फोटो, भिडियो वा लाइभमा तपाईको फ्यान वा शुभचिन्तकहरूले आफ्नो पैसा खर्च गरेर स्टार पठाएको खण्डमा तपाईले यो टुल्सबाट आम्दानी गर्न सक्नुहुन्छ र यो एक प्रकारले भन्नुपर्दाखेरि टिकटकमा आउने गिफ्ट जस्तै हो। अब दोस्रोमा आउँछ सब्स्क्रिप्सन। यो भनेको चाहिँ तपाईको फेसबुक आईडी वा पेजमा जोडिएका कुनै पनि युजरले महिनावारी एउटा निश्चित रकम तिरेर मेम्बरशिप यानी कि सदस्यता लिने हो। जस्तै उदाहरणको लागि मानौ मैले फेसबुकमा कुनै पनि कुरा सिकाउँछु या मेरो एउटा कुनै पनि अनलाइन क्लास छ, जुन कुराहरू सिकाएको भिडियोहरू मैले फेसबुकमा दुई तरिकाले अपलोड गर्न सक्छु र तपाईले पनि दुईवटा तरिकाले अपलोड गर्न सक्नुहुन्छ। एउटा सबैले देख्ने गरिकन निशुल्क, अर्को चाहिँ जसले यो सब्स्क्रिप्सन लिनु भएको छ उहाँहरूले मात्र देख्ने गरेर, यानी कि मानौ तपाईसँग कुनै पनि सिप छ जुन कुरा अनलाइनबाट अरूलाई सिकाउँदै हुनुहुन्छ भने उक्त सिप बेसिक लेभलमा चाहिँ वा सामान्य कुराहरू सिधैमा सिकाइदिने, बाँकी सिक्नको लागि चाहिँ मेम्बरशिप लिनुहोस् भनेर भन्नुभयो भने जसलाई थप तपाईको कुरा सिक्न मन छ अथवा इच्छा हुन्छ उहाँहरूले महिनावारी पैसा तिरेर यानी कि मेम्बरशिप लिएर तपाईसँग सिक्नु सक्नुहुन्छ र तपाईको युजरले तिरेको पैसाबाट फेसबुकले तपाईलाई महिनाको अन्तिममा सबै जम्मा गरेर पेमेन्ट गर्ने गर्छ। यसैगरी तेस्रोमा भनेको परफर्मेन्स बोनस। यो भनेको चाहिँ तपाईले अपलोड गर्नुभएको फोटो, भिडियो, स्ट्याटस वा स्टोरीमा आएको लाइक, कमेन्ट र भ्युजको आधारमा फेसबुकले तपाईलाई बोनस स्वरूप पैसा दिने गर्दछ र यो सेवा कहिलेसम्म राख्छ भन्ने कुनै पनि टुङ्गो छैन, किनभने यो 2024 को लागि भन्ने मात्रै भनेर फेसबुकले ल्याएको, तर आजसम्म यो 2025 लागिसक्यो, अहिलेसम्म नि फेसबुक हामी देख्न सक्छौं र नेपालको हकमा भने अहिले यो टुल्सको प्रयोग गरेर धेरै जनाले महिनाको लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्। जस्तै उदाहरणको लागि तपाईले फेसबुकमा कतै न कतै कुनै न कुनै नाम चलेको व्यक्तिको फोटो राखेर एक लाइक गर्नु होला, उहाँको बारेमा यसो भन्नु होला, त्यसो भन्नु होला भनेर यति लामो स्ट्याटस लेखेर कसै न कसैको फोटो चाहिँ देख्नु नै भइरहेको होला, तपाईको वालमा नर्मली आइरहेको हुन्छ। यो के हो भन्दाखेरि यही बोनस कमाउनको लागि अथवा यो परफर्मेन्स बोनसको टुल्सबाट त्यो व्यक्तिहरूले मोनेटाइज गरेर अरूको फोटो राखेर मजाले पैसा कमाउनको लागि नै त्यो गरिएको हुन्छ र यसमा चाहिँ फोटो अपलोड गरेर मजाले पैसा कमाउन सक्नुहुन्छ। यो विषयमा कसरी गर्ने भन्ने विषयमा हामी अर्को च्याप्टरमा सिक्ने छौं। अब चौथोमा भनेको एड्स अन रिल भन्ने हुन्छ। यो भनेको चाहिँ तपाईले फेसबुकमा अपलोड गर्नुभएको छोटो भिडियो यानी कि रिलबाट पैसा कमाउन सकिने माध्यम हो भने आजको दिनमा नेपालमा फेसबुकबाट सबैभन्दा बढी पैसा कमाउने माध्यम यानी कि एकदमै धेरै आम्दानी चाहिँ यही रिलबाट भइरहेको छ र नेपाली क्रिएटरहरूले गरि पनि राख्नु भएको छ। यसमा तपाईले 5 सेकेन्डदेखि लिएर 1 मिनेट 30 सेकेन्डसम्मको भिडियो अपलोड गर्न सक्नुहुनेछ। यस्तै अब पाँचौं टुल्स अथवा मुख्य पैसा कमाउने माध्यम भनेको चाहिँ इन स्ट्रिम एड भन्ने हुन्छ, यानी कि लामो भिडियो अपलोड गरेर फेसबुकमा तपाईले पैसा कमाउन सक्नुहुन्छ। यो भनेको चाहिँ तपाईले 3 मिनेट वा सो भन्दा बढी या कम पनि भिडियोहरू अपलोड गरेर पनि मजाले तपाईले पैसा कमाउन सक्नुहुन्छ। यसमा तपाईले कसैको भिडियो हेर्दै गर्दाखेरि भिडियोको बिचमा बस्ने अर्को भिडियो एडभर्टाइज हैन अथवा साइड वा तलमाथि आएको विज्ञापनको आधारमा फेसबुकले क्रिएटरलाई यानी कि तपाईलाई पैसा दिने गर्दछ। अब यो त थियो फेसबुकले कुन कुन तरिकाबाट पैसा कमाउने अवसर दिन्छ भन्ने कुरा। अब यो टुल्सहरुबाट कसरी कमाउने भन्ने बारे प्रत्येक टुल्स बारे छुट्टै डिटेलमा बनाएको सिरिज क्रमशः यही एप भित्र च्याप्टर 4, 5, 6, 7, 8 गर्दै क्रमशः आउनेछ। प्रतीक्षा गर्नु होला। अहिलेको लागि यति नै। अब हामी फेरि च्याप्टर 4 मा अर्थात च्याप्टर 4 मा हामी भेट्ने छौं र च्याप्टर 4 मा चाहिँ हामी तपाईको स्टार, सब्स्क्रिप्सन र परफर्मेन्स बोनस कसरी मोनेटाइज गर्ने भनेर अब हामी त्यो गुदी भित्र छिर्ने छौं। कतिजनालाई यो सामान्य लागेको हुन सक्छ, मैले फेरि पनि भन्न चाहे तपाई जानेको हुनुहुन्छ भने तपाईको लागि यो सेसन काम छैन, पछि 6, 7, 8 काम लाग्न सक्छ, तर जसलाई केही थाहा छैन उहाँहरूले पनि सिकोस् भन्ने कारणले मैले एक कुरा डिटेलमा भनेको। अब च्याप्टर 4 मा हामी 3 वटा टुल्स कसरी मोनेटाइज गर्ने भन्ने विषयमा हेर्ने छौं र च्याप्टर 4 मा भेटौँला। अहिलेको लागि धन्यवाद, नमस्कार।